यो हाम्रो घुमन्ते छोरी 24 घण्टा घुम्न पर्छ है यसलाई हैन बुनु हैन के को नाइ नि बुनु छोरी घरको बाटो त जाँदै नजाने तिम्रो घर कता हो देखाउ त कता हो तिम्रो घर देखाइदेऊ त इन्नु हुन्न अनि तिम्रो मामु खै मामु 24 घण्टा घुम्नु पर्छ हैन छोरी तिमीलाई हैन ए भगवान यो हिँड्ने बेला भएपछि कति दुःख दिने होला नि हैन हातसम्म तेरो हिँड्नु पर्यो अब फेरि हातसम्म तेरो हिँड्ने हो अब घर हिँड्न त सुई सुई सबै घर छिर्दै हिँड्न पर्छ तिमीले डुलवाइलाई हिँड घर हिँड छिटो के नाइ हिँड्ने गर आउने देउती मातालाई जी गर यहाँ कुर्सीमा ढोग्ने होइन क्या उ चाहिँ हातले ढोग न हातले ढोग जी गर जय गरिदेऊ जय गर खोइ त जय गरेको जय बुनुले देउती मातालाई जी गरे है बुनुको नोज देखाइदेऊ न त एकचोटि नोज देखाउ न त नि नोज देखाउ नोज भाग्यो बुनु त भाग्यो दादाहरूसँग भाग्यो पक लड्छ ल रमाइलो भयो हो भेटी गरे भाग्यो सानी भाग्यो बुनुलाई भेट्न सेन्डी आइसक्यो तिम्रो प्यारो सेन्डी अब चाटेन बुनुलाई सेन्डी तैँले बुनुलाई तर्साएको हो यहाँ हेर त बुनु त यहाँ हेर त बुनु डराएको सेन्डीदेखि डर लाग्यो हो घर जानु पर्यो नि त 24 घण्टा घुम्नेलाई घर जाऊँ अब हस् भन दादा जानु पर्दैन घर जाने घर जाऊँ कता अब आमा भन्दै पसलतिर गयो आज घर नजाने भयो बुनु घर नजाने ल पसलमा आयो है आमाले बडा भन्नु पनि खुचिङ पर्यो पिट्नु अझै पिट्नु ल हिँड्यो रिसाएर हिँड्यो है आमा तपाईँको घरबाट घर हिँड भने छिटो आऊ मामु गेट खोल्छु ल आऊ गेट खोल्छु छिटो आऊ यता आऊ सेन्डिल टोक्छ है ल हिँड भित्र हिँड छिटो घर छिर्न भनेपछि चाहिँ यस्तो घर त सकेसम्म नजाउँ भन्ने नछिराउँ भन्ने होइन र ल हिँड भित्र हिँड अब धारा देखेँ अब धारा फेरि धारा पिर्का ल हिँड जाम ल यही बोकेर हिँड नि त ल हिँड भित्र हिँड ल हिँड ल ए प्रभु कति चाहिँ दुःख दिने होला नि राम ल हिँड भित्र हिँड मामुले ढोका खोली हिँड त अब यो टुल बोकेर किन हिँड्नु पर्यो होला टुल बोकेर कोठामा आयो बुनु बल्ल घर आयो अब बस्यो अब मामुलाई दर्शन गर अनि सरी पनि भन बुनुले अघि मामुलाई पा गरेको छ छिटो सरी भन्ने बुनु सरी भन अहिले सरी भन सानी नोज देखाऊ मलाई नाक देखाऊ तिम्रो अनि आँखा देखाऊ आँखा छिटो मामु बोल्दिन है फेरि सानी आँखा देखाइदियो मामुलाई आँखा देखाऊ अनि कान अनि दाँत जिब्रो अनि टाउको अनि हात अब उता लड्छ अनि खुट्टा कुन हो भुँडी कुन हो भुँडी कुन हो तिम्रो भुँडी खै भुँडी के भने फेरि के भन के म तिम्रो कुरै बुझ्दिनँ त्यस्तो के भने गर्दिन्न बडा खालि मामुलाई दुःख देखा सरी चाहिँ भन्दैन रहेछ मामुलाई सरी भन त छिटो पुनु चकचक सुरु भयो हैन
कसले चकचक गर्नु भने त कसले चकचक गर्नु भने खालि दुःख दिने के भयो खालि घमण्डी देखाउने के गर्नु पर्यो अब मामुले उठ ल उठ ल थ्याङ्क यू भन मामुलाई मामुले उठाइदिए होइन थ्याङ्क यू भन खै त फेरि त्यही काममा लाग्यो फेरि लड्छ अनि फेरि मामु उठाउँदिन है म उठाउँदिन है बुनु तिमीलाई लड्यो भने अब फेरि कता बाहिर होइन 24 घण्टा रात परिसक्यो गुजी आउँछ डर लाग्यो ऊ मङ्की आयो मङ्की भाग छिटो डर लाग्यो मोबाइल 24 घण्टा मोबाइल चाहिने किन चाहियो बच्चाबाट मोबाइल चाहिँ मोबाइल खोज्ने खालि मोबाइल खोज्ने मामुको के उता दिन्न भन्ने दे भन्ने होइन दिनुस् भन अनि मात्रै दिन्छु मामु मोबाइल दिनुस् भन भन ल बाई गरिदेऊ बाई गर डर लाग्यो किन हल्लेको त ल बाई गर अनि बाई गर मोबाइल दिन्छु बाई गर अनि चुप्पा पनि गर ल